हेलो गाइस, वर्ल्ड कपको पहिलो म्याच पनि सकिएको छ। यस सँगसँगै पाकिस्तान वर्सेस नेदरल्यान्डको म्याच एकदमै रोमाञ्चक भयो। जुन तरिकाले नेदरल्यान्डले कमब्याक गर्यो, एकदमै विश्वसनीय, एकदमै भनिन्छ नि एकदमै उत्कृष्ट गेम भयो होइन। तर पाकिस्तान हेर्दाखेरि सुरुमा हेर्दाखेरि के लागेको थियो भन्दाखेरि पाकिस्तानले सजिलैसँग यो म्याच जित्छ होइन, नेदरल्यान्ड हारिहाल्छ भन्ने लागेको थियो। तर त्यस्तो भएन, एकदमै गेम टक्करको भयो। जुन हिसाबले नेदरल्यान्डले ब्याटिङ गर्यो सुरुमा होइन, 148 रन हो कि समथिङ त्यस्तै हानेको थियो। र जुन तरिकाले पाकिस्तानले सुरुमा ब्याटिङ गर्यो नि, एकदम इजी तरिकाले जित्छ। यो 4-5 ओभर पहिल्यै जित्छ जस्तो लागेको थियो। तर नेदरल्यान्डले पकड बनायो होइन, बलिङद्वारा आफ्नो एकदमै उत्कृष्ट बलिङ प्रदर्शन गरेर एकदमै पकड बनाइराख्यो। 18 ओभरसम्म लागेको थियो नेदरल्यान्डले इजी तरिकाले यो म्याच जित्छ भन्ने कुरा। अनि पाकिस्तान त 115मा 7 विकेट थियो। त्यहाँबाट लास्टमा 34 रन चाहिएको हुन्थ्यो। 3 ओभरमा 34 रन चाहिएको थियो। तर के हो भन्दाखेरि जुन 19 ओभरमा एकजना नेदरल्यान्डका बलर थिए, उनले चाहिँ 24 रन खाए। त्यहाँपछि अनि पल्ल ढुक्क भयो पाकिस्तानी फ्यानहरूलाई र पाकिस्तानी जनताहरूलाई कि अब सजिलै हामीले म्याच जित्यौँ भन्ने कुरा। र यसरी चाहिँ पाकिस्तानले 3 विकेटले यो म्याच जित्यो। र हजुरलाई के लागेको थियो कमेन्ट बक्समा भन्न नबिर्सिनु है त।